निर्णायक शक्ति विदेशीहरू हुँदै आए भने देख्दा त साना नानीहरू सडकमा निक्लिए, त्यसको पछाडिको निर्देशक को थियो त? यसलाई कम्तीमा दुईवटा कोणबाटै हेर्नु पर्ला। एउटा कोण चाहिँ श्रीलङ्कामा कसरी घटना भएको थियो, बङ्गलादेशमा कसरी घटना भएको थियो भन्ने कुरा हेर्नु पर्ला। त्यहाँ पनि विधिवत निर्वाचित सरकारको विरुद्ध नियन्त्रित विध्वंस गराइएर देशलाई भिन्न ठाउँमा पुर्याइएको थियो। दोस्रो चाहिँ हामी कहाँ भूमिगत तरिकाले साइबर सेनाहरू गठन गर्ने काम धेरै अगाडिदेखि हुँदै आएको थियो। त्यसको उदाहरण मैले पहिला नै चर्चा गरिरहेको छु। एनफ इज एनफ भन्ने नाममा एउटा नेटवर्क बनाएको थियो। त्यसमा कैयन युथ काउन्सिलहरू पनि सक्रिय भएको भन्ने बाहिर सार्वजनिक रूपमा आइरहेको थियो र काठमाडौँको महानगरको चुनावमा पनि फलानुलाई जिताउनको लागि उहाँहरू निस्क्यो। हाम्रो समाज र हाम्रो राजनीतिलाई अस्तव्यस्त बनाउन एउटा उमेर समूहलाई भड्काउने काम गरियो अदृश्य शक्तिबाट। त्यो अदृश्य भने मकुण्ड ओडेको कि बुझिन्छ प्रश्नसँग? होइन, यसमा चाहिँ अब धेरै लुकाउने कुरो छैन। यो पश्चिम तर्फबाट उदाएको चाहिँ यो शक्ति हो। यो